हेलो एन्ड नमस्ते। आज हामीलाई चाहिँ कम्पनीले अरुणाक्षी गर्न लगाउनु छ भनेको आइसमा बल्छी खेल्न। अब बल्छी कसरी खेल्ने छ नि त, अब जिन्दगीमा पहिलोचोटि बल्छी खेल्न जाँदैछौँ। भिडियो चाहिँ कस्तो हुन्छ त्यसो हेरेर साथ दिनु होला, धन्यवाद। फाइनल्ली हामी माछा मार्न आइसक्यो। ओह, यो खासमा चाहिँ तपाईँले म के देखाउँछु भनेपछि यो त नदी है, पुरै पुरै नदी हो यो। तपाईँले पछाडि ब्याकग्राउन्ड हेर्दै भने पुरै पक्की छ, यो नदी हो पुरै। यो अलमोस्ट तपाईँलाई म्याप पनि देखाउँछु। यो चाहिँ पुरै आइस हो, यो नदी नै नदी चाहिँ आइस बनेर जमेको यो है। यो नदी चाहिँ आइस बनेर जमेको। यो नदी चाहिँ खासमा यो पुरै यो नदी हो यो। तल गएपछि चाहिँ समुद्रसँग यो भेट हुन्छ। यो यस्तो खोला नदी हो यो। नदी यहाँदेखि यो पुलदेखि यसरी यहाँसम्म यो सबै यो आइस भएर उता गयो, फेरि समुद्र जुत्छ यो। उता समुद्र भएन, यो आइस यो ठ्याक्कै एरिया हो। यो एरियामा यस्तोरी गयो भने टक्क माछा मार्न सुरु भयो। यहाँ माछा थाहा हो। फाइनल आइपुगेछु म माछा मार्न। एकछिनपछि अब माछा कसरी मार्ने भनेर देखाउँछु। जिन्दगीमा कहिले बोल्छ मान्छे। आज पुरै आइस, नदी पुरै आइस भएको छ। यहाँ पुरै आइस भएको छ नदीहरू। आइस पुरै आइस हो नि। दुला खोल्दैछन् पारि। यता माथि मान्छे माछा मार्दैछन्। म पनि भित्र छिर्दैछु। कस्तो हुन्छ यस अब एक्सपिरियन्स बताउनु भनेर माछा के मारिला र एक्सपिरियन्स बताउनुलाई आएको हो। म भित्र छिर्दैछु। यस्तो माछा मार्छ यहाँ। पुरै माछा मार्छ मान्छेले। यहाँ पुरै माछा मार्छ। यस्तै माछा मार्छ यहाँ। म पनि गएर माछा मार्छु। अब कसरी माछा मार्ने अब एकछिन तल भिडियो देखिन्छ ल। हस् त, भिडियो कन्टिन्यू हुनेछ है। माछा मार्ने यसरी यहाँ दुलोबाट, यहाँ दुलो माछा मार्ने हो। सुरु हुन्छ अब यसरी है त। अब म माछा मार्न सुरु गरेँ है त। माछा मार्न सुरु गरेँ अब यस्तो दुलोमा बोल हालेर। माछा मार्दै गर्दाखेरि अब कति के बोलिन्छ होइन, धेरै बोलियो। अब म चाहिँ रेकर्डेड भोइस हाल्दैछु। माछा मारेँ झन्डै 20 मिनट कति मार्दै गयो माछा मरेन। चिसोमा सास फेफे गर्दै मार्दै गर्छु मर्दै मरेन। बल्छी कोट्टाको छु मर्दै मरेन। त्यसपछि यताउता हेर्न सुरु गरेँ म चाहिँ। त्यसपछि कसले के गर्दैछ त भनेपछि म एकछिन हिँड्न पनि सुरु गरेँ। एकछिनपछि हिँड्छु म अहिले। माछै आउँदैन थियो, माछा आएन। फेरि बल्छी बिग्रिन्छ, फेरि अल्झिन्छ। माछा मर्दैन भनेर चाहिँ अनि वाक्क न्याक्क भएर फेरि नि त्यही पनि खेल्दै थिएँ। पछि माछा आउला जस्तो गर्छ तल। अब त्यसमा फेरि खासमा माछा यो बल्छीमा फेरि त्यो हालिदिने होइन। हाम्रोमा चाहिँ अब नेपालतिर चाहिँ के गर्थ्यो त, गड्योला बाख्रामा आउने मलमा आउने किरा मुखमा हालिन्छ नि बल्छीको। यहाँ फेरि माछा जस्तै खालको एउटा फर्को आकार बनिँदैछ। अनि त्यस्तै खालको। अनि यहाँ फेरि माछा ठुल्ठुला हुन्छ फेरि। त्यही भएर चाहिँ अनि बल्छी ठुल्ठुला हुन्छ। त्यो माछाको आकार पनि त्यही ट्याप्प खाएर अल्झिने रहेछ। रमाइलो गर्ने तरिकाले रमाइलो। अब एक्सपिरियन्स कस्तो गरेर मार्नु भएको चिसो त्यति नहुने रहेछ। तर ढाड दुख्ने छ हौ। के भएको चिसो नभएको के भएको। माछा मार्दै गइयो हेर्नुहोस्। त्यसपछि अनि फेरि माछा आउला गऱ्यो, फेरि आएन। त्यसपछि उठ्यो, घोप्टे परेर हेरेँ, आएन। त्यसपछि मलाई चाहिँ रिस उठेर के गर्दैछ नि त भनेर म चाहिँ अब उठेर हिँड्न लाग्यो। त्यसपछि हिँड्दै गएको त दुईवटा सुत्योहरू त टाउका भित्र दुबला जस्तो गरेर हेर्दैछ। अब चाहिँ आँखै भित्र हाल्ला जस्तो गरेर हेर्दैछ नि उताले। अर्कोले चाहिँ टाङ फेसेर त्यस्तै गरेर हेर्छ। के हेरेर यसरी
अझ एक पैसा दारू देखाइकिन तिनी सुत्तीले। त्यसपछि मैले भिडियो देख्दै थिएँ नि त, फेरि मुस्कान दिएर फेरि हेर्न लागि तलबी खोप्यो। फेरि मान्छेको आफ्नो रौनक थियो त्यहाँ, रमाइलो आफ्नो थियो। कोहीले कसरी मार्ने, कोहीले कसरी मार्ने, यो माछा नपार्ने कि यस्तो हेर्ने देख्ने छ कि भनेर हेर्ने होला फेरि। माछा भएकोलाई भटाभट पारिहाल्छन् त्यसै, पार्न सक्दैन त। त्यसपछि फेरि म यो रौनकले छोडेर अर्को रौनकतिर घुम्न गएँ। यसरी घुम्न जाँदाखेरि चाहिँ अब पल्लो खाटो जाँदाखेरि चाहिँ फेरि केटाहरूले कोहीले कफी खाएर, कोहीले चिसोमा कफी खाँदै माछा मार्दै पारितिर हेर्ने भने एकदम भोलिन्टियरहरू यसरी माछा मारे हातमा कफी उचालेर, कोहीले सोजु उचाल्छन्। त्यसमा त्यहाँ किन्न पाइन्न तर लगेर गएको छ भने प्लास्टिक बोतल खाँदैन पाउँदैन, त्यस्तो अन्त पाउँदैन। यस्तै खाँदै गर्दै थिएँ। यस्तै गर्दै गर्दै रमाइलो हुँदै गइसकेपछि त्यसपछि सबै टोटल गरेर माछा चाहिँ झन्डै झन्डै हामी 20-25 जना मध्येमा 60वटा चाहिँ माछा मारेको थियौँ होला। अनि सबै मिलेर 60वटा माछा चाहिँ त्यही पोलेर खाइयो। अनि बाँकी चाहिँ बचेको चाहिँ घर लिनेले घर लिएँ, मैले पनि लिएँ। घोडा 2वटा चाहिँ 3वटा माछा मैले पनि लिएँ। घरमा लिएर श्रीमतीले खुवाइदिएँ। फेरि गरम खोला माछा सस्तो छ छैन सोधेको त, उडु मिठो छ बड्डो भन्दै कुइनाबाट झोल चाँदै चाँदै खाइन्। रमाइलो भयो त्यो। अब भिडियो जति लामो बनायो यस्तै हो। माछा यस्तै रहेछ रक्सीमा नाक्सीमा खेल्ने। यो चाहिँ कोरियाको जापाउटै छैन, जापाउटै खेल्न मिल्दैन। यो चाहिँ खाङ्डो एरिया मात्र रहेछ यस्तो खेल्ने। त खाङ्डो गाउँ चाहिँ एकदम लेक साइडमा, नत्र भने हाम्रो यो सौल ख्याङ्गिदो यता अबुसान्ति चाहिँ सम्झिने पाइन्छौँ किने हो रहेछ। यतातिर खाङ्डो साइडमा छ। मैले पनि यसो कहिले मलाई आउँछु भनेको त, टाढा मस्तै टाढा रहेछ, मस्तै टाढा रहेछ। अब त्यही भएर मैले चाहिँ खासै आउने इच्छा आएर मैले यहाँको एड्रेस पनि खासै ख्याल गरेन। तर टाढा मस्तै टाढा छ यहाँ आउनलाई, झन्डै 3 घन्टा इन्सन पर्छन् बस चढेर ढमेर आउनुपर्ने। यस्तै हो। अब आउन इच्छा लाग्यो भने कम्पनी यसो देखाउने भिडियो होइन, यस्तै जाम लाग्यो भने कम्पनीहरूले मान्छे थापिहाल्छन्, लगिहाल्छन्। तपाईँहरू आउनु मन लाग्यो भने माछा मारेको भिडियो मैले किन देखाएन भने चाहिँ यो पाप गरेर चाहिँ देखाउनु न भनेर चाहिँ मैले नदेखाएको हो। माछा छोप्यो त तन्दै छोप्यो। त्यो कारणले चाहिँ अब भिडियो जति लामो बनायो भने यस्तै हो। हेर्नुहोस् यो आइसमा बल्छी खेल्नु भने यस्तै हो। भिडियो जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिनु होला भनेर भन्छु म तपाईँहरूलाई है त। भिडियो चाहिँ अन्तिम गरौँ। अब कुनै दिन, अब कुनै वर्षपछि फेरि मेरो भिडियो त त्यही त नि, अब 6 महिना 1 वर्ष भिडियो आउँछ। एकदम महँगो खालको नि त मेरो फेरि भिडियोहरू आउने। भिडियो आयो अर्को भिडियोमा भेटौँला, यस्तै आइहाल्यो भने है त हजुरहरू। हस् त नमस्ते। अब तपाईँहरूले चाहिँ माया लाग्छ भने, दया लाग्छ भने यसो च्यानललाई सब्सक्राइब गरिदिनुला, लाइक गरिदिनुला के अरे, भिडियोलाई सेयर गरिदिनुला के अरे। अब दया त तपाईँले मान्नु पर्ने मलाई।